हेलो हाई वेलकम छ सबैजनालाई मेरो अर्को फेरि हिँड्ने भ्लगमा। आई होप सन्चै आराम होला। म पनि सन्चै आराम छु। गाउँ आएको आज गाउँ देखाउँदैछु हजुरहरूलाई, हेर्नु होला। हामीले गाउँ आएको सो अहिले चाहिँ बसिरहेको अवस्था छ अनि गाउँको भ्यू पनि देखाउँदैछु, सबैजनाले हेर्नु होला। बहिनीहरू चाहिँ यहाँ बसिरहेको छ। हाम्रो यहाँ भारी छ हेर्नु, भारी पनि छ हेर्नु। हामी हिँडेर अनि गाडीबाट झरेर एकछिन हेरेर अनि त्यही भएर बसिरहेको। यहाँ हामी चाहिँ माथि पुग्नुपर्छ, त्यो डाँडा पुग्नुपर्छ हेर्नु त, त्यो डाँडा पुग्नुपर्छ। अनि हिँड्न पनि सकेको छैन, अब पानी नभएर होला। सो अब हिँड्दैछु बिस्तारै, तपाईँलाई देखाउँछु सबै कुरा, हेरिदिनु होला सबैजनाले। गाइस हामी चाहिँ हिँड्दैछु हेर्नु, अनि बाटोमा हिँड्दैछु, उकालो छ होइन। अब कतिखेर पुग्छ थाहा छैन। गाडी पनि जान्छ तर रेगुलर जाँदैन कि, कहिले काहीँ जान्छ, त्यही भएर आज गाडी नै भेट्दैन। सो हिँड्दैछु हामी चाहिँ, हामी 3 जना छौँ। यो उकालो हिँड्न अब पहिला त बानी थियो कि अहिले त बानी छैन कि, 4-5 वर्ष पछि आएको, हिँड्नै नसक्ने, एउटा झोला बोकेर पनि हिँड्न सकेको छैन। के गर्नु, गाह्रो छ हो जिन्दगानी। ल यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो देख्छ कि है, छ हेर्नु त, देख्न सक्नुहुन्छ। हिमाल पनि छ तर बादल छेको छ। सो यस्तो छ भ्यू चाहिँ, बबाल छ है हेर्नु, रमाइलो छ। जे होस् गाउँघर त रमाइलो हुन्छ नि। अनि हामी चाहिँ हिँड्दैछु कि यस्तो उकालो हिँड्नुपर्छ कि हामी अब यो वनपाखामा है घाँस दाउरा गरेर हिँड्ने मान्छे अहिले एउटा झोला बोकेर पनि हिँड्न सकेको छैन हो हाम्रो जिन्दगी। बहिनीहरूलाई पनि सक्छु। अनि उहाँहरूलाई कस्तो लाग्यो, कस्तो हुँदैछ हाम्रो हिँड्ने। ल हेलो एक्सक्युज मी, यता हेर्नुहोस् त हजुरहरू, कस्तो हुँदैछ त। अनि हो छाता पनि ओरेछ, घाम पनि लागिरहेको हेर्नु न। अनि डोको पुग्ने नै कस्तो भइरहेको डोको पुगेर। हाम्रो चाहिँ यतातिर चाहिँ हाम्रो यो डोको भन्छ होइन। डोको हाम्रो यो भित्र टन्नै कसिलो छ हेर्नु, घाँस दाउरा। अब यो वनपाखा सबै चारेको मान्छे अहिले त हिँड्नै नसक्ने, के गर्नु हो, गाह्रो छ। अब त बुढेसकाले छ है क्या हो भाइ, त्यस्तो लाग्यो मलाई त, हिँड्नै सक्दैन। अनि हामी त बिस्तारै बिस्तारै 2 कदम हिँड्यो अनि बस्ने, 2 कदम हिँड्यो बस्ने गर्दै हिँड्यो। अब 4-5 बज्छ होला पुग्दाखेरि, गाउँमा पुग्दाखेरि। हावा चलिरहेको, यस्तो मिठो हावा चलिरहेको, त्यही भएर कपाल पनि उरै छ भाइ। गाउँघर त रमाइलो हुन्छ नि त। सो एकदम क्या आजभोलि चाहिँ अहिले हाततिर खेती लगाएको छैन हेर्नु। पहिला हामी यहीँतिर भैँसी चराउन लाउँथ्यो, यता गाई भैँसी चरिरहेको। यता यो जङ्गलमा चाहिँ काफल पाइन्छ है गाइस। यता यो माथि जङ्गलमा काफल पाइन्छ। अनि यो जङ्गलतिर अहिले म तपाईँहरूलाई काफल पनि देखाउँछु ल। हेर्नु हावा चलिरहेको है, कपाल उरिरहेको, फर्र लगाएर हेर्नु त, यस्तो मिठो हावा आइरहेको। अब शीतल शीतल हुन्छ। सो माथि चाहिँ दिएको जाडो पनि हुन्छ। त्यो वन पनि काफल पाइन्छ है। यो ढुङ्गा छ नि, यो ढुङ्गा यो चाहिँ देउता छ अरे के, यहाँ गयो भने चाहिँ मान्छेलाई नराम्रो हुन्छ अरे। यो ढुङ्गामा त्यही भएर कोही जान सक्दैन। यसको नाम चाहिँ चिङ्गार भन्छ है साथीहरू। धार्चीको चिङ्गार भनेको यही हो। तपाईँहरूले कहीँ सुन्नु भएको छ भने धार्चीको चिङ्गार भनेको यही हो। यहाँ चाहिँ हिमाल छ हेर्नु त, देख्न सक्नुहुन्छ। हिउँ छ, त्यहाँ अलिअलि हिउँ छ, बादलले छेकेको के जान्छ अरे। अब बाटो बनाउँदैछ कि गएको चाहिँ छैन। अब कुनै दिन बन्यो भने जानुपर्छ है। यस्तो मिठो हावा आइरहेको, त्यही भएर नि त हावाको आवाज आइरहेको साथीहरू। ल छ ल है गाइजहरू, मजाले डोको पुगिरहेको छु। यस्तो त पहिला कति बोक्यो डोको पुगिरहेको छु, हिँडिरहेको छु। यस्तो डोको त कति बोक्यो पहिला हामी दाउरा टिप्थ्यौँ यतै है। अहिले चाहिँ 4-5 वर्षपछि मैले डोको पुगिरहेको छु। कस्तो देखिरहेको छ भन्नुहोस् त। तपाईँहरू कहिले डोको पुग्नु भएको छ कि नै छैन भने भन्नु है। यतातिर डोको पुग्नु। गाइस हामी चाहिँ हिँड्दा है थक लाग्यो, फेरि पनि बसिरह बिच बाटोमा छ। यहाँ हिँड्न नसकेर हाम्रो बेहाल भइरहेछ। कहिले पुग्ने होला। एकछिन हिँड्यो कि 360मा धड्किन थाल्छ यार, के गर्ने, धड्कनु फुट्ला जस्तो, मुटु फुट्ला जस्तो भइसक्यो हाम्रो यहाँ। हेर्नु हाम्रो बेहाल छ जिन्दगी, कस्तो भइरह। बाटो हेर्नु न, फेरि यस्तो उकालो छ, ठाडो उकालो। अनि हामी चाहिँ जङ्गलतिर आइपुगेका छौँ हेर्नु। पहिला चाहिँ हामी चाहिँ यहाँतिर दाउरा टिप्न आउँथ्यो है। पहिला त दाउरा भारी बोकेर हिँड्ने मान्छे अहिले एउटा झोला बोकेर हिँड्न सक्दैन। एउटा निदैसक्यो डोको यहाँतिर फाल्दैछ, बिन्दास पारामा बसिरह। कोही यतातिर झोला बोकेर बसिरह, कोही यतातिर छ चप्पल बेहाल। यस्तै छ हाम्रो गर्मी भएर कपास पनि बाँधिदिएको। हेर्नु कस्तो भएर बिन्दास छ हामी।
बेहाल पारामा छौँ अहिले। अब घर नपुगौँ जालसम्म यस्तै हो। अहिले थकै लागिसक्यो। एकछिन हिँड्दामै अब कहिले पुग्ने हो यो उकालो। अझै 2-3 घन्टा लाग्छ होला। माई गड चाहिँ हराउँछु जस्तै भएको भाइ। यस्तै भयो। हामी चाहिँ पानी खाने ठाउँ आइपुगिसकेको छ। हामी चाहिँ पानी खान लागेको। सो अब चाहिँ पानी पाउने ठाउँ चाहिँ यहीँ हो लास्ट। त्यसरी अब एकैचोटि काम हो। सो पानी खाइरहेछ। यिनीहरू पानी खाँदैछ। यतातिर चाहिँ जङ्गल हो कि, बाटो पनि जङ्गल हो कि है। सुनसान छ, चराचुरुङ्गीको मात्रै आवाज छ। अनि हामी 3जना मात्रै छ। अहिले चाहिँ कोही छैन। अनि अहिले बेलुका भएपछि चाहिँ मान्छे हिँड्छ कि। अहिले त गर्मी पनि छ। मान्छेहरू त हिँड्ने बानी त 2 घन्टामै पुग्छ नि त। 2 घन्टामै पुग्छ। उहाँहरू त तल माथि गर्ने बानी भएर हामी चाहिँ हिँड्न नसक्नु छिटै आएको। अन्त यति सुनसान छ है। अनि यहाँको पानी चाहिँ चिसो हुन्छ, धेरै चिसो हुन्छ। अनि मिठो पनि हुन्छ है पानी खान लागेको छु। अनि हामी चाहिँ हिँड्ने बाटोमा चाहिँ यस्तो यो देउराली भन्छ क्या। त्यो चाहिँ मरेको मान्छेको देउराली भन्छ है। यस्तो पनि रहेछ बाटोमा, यस्तो पनि छ है। हेर्नु गाइस, अनि हिँड्दा यहाँ खुट्टा पनि यस्तो भएछ। नङसँग भाँचिएर यो चप्पलले गरेर नङ कस्तो। हेर्नु हामी चाहिँ हिँड्दैछु। म चाहिँ यहाँबाट झोला बोकेर हिँड्न सकेको छैन है। उकालो चाहिँ यति छ कि उकालोमा हिँड्दा बोल्न पनि नसक्ने अवस्था पुगेको छ। हिँड्ने बाटो यस्तो भिड छ। हेर्नु यो भिडै जाने हामी। त्यहाँबाट बाटो छ, अलि माथि जानुपर्छ। अनि रोड निस्किन्छ। हेर्नु यस्तो भिड छ। हामी चाहिँ भिड भन्छौँ, तपाईँहरूले के भन्छ, पाहाड भन्छ के हो। हामी तल उतै गाउँ हुँदै आएको, त्यहाँबाट आएको हिँडेर चाहिँ। सो अहिले चाहिँ आधी बाटो आइपुगेको छ है। यस्तो भिड हो क्या। पाहाड छ होइन। एउटा वहाँ पुगिसक्यो है। उयो माथि बस्ने ठाउँ छ, त्यहाँ बस्छौँ। अनि हामी चाहिँ खाजाहरू खान्छौँ अलिअलि। अनि सो जान्छु। हेर्नु यो भिडको बाटो अलिकति दिलमा गएर खुट्टा चिप्ल्यो भने त गयो, एकैचोटि तल पुग्ने हो। हेर्नु न बाटो यस्तो छ भने त सानो हो क्या बाटो। यहाँबाट अब यो दिलमा अलिकति हल्का मिस्टेकले गयो भने त ऊ तल जान्छ। ऊ तल छ नि, यो जङ्गलतिर गएर मर्छ। अनि हेर्नु त यस्तो बाटो छ। त्यही भएर त्यही माथि पनि उकालो गाह्रो छ। हामीलाई गाह्रो छ। ल बहिनी कस्तो हुँदैछ ल भन् त। कस्तो हुने यस्तो यार। ऊ एउटा उहाँ माथि पुगिसक्यो। उहाँ पुगिसक्यो। ऊ चाहिँ पुरा स्पिडमा दौडिने हो। हामी दुइटा चाहिँ नसकेर यहाँ बेहाल भइरहेछ। बेहाल हेर्नु न। यस्तो हो, के गर्नु गाह्रो छ। हेर्नु त यस्तो भिड हो कि भिड। यस्तो भिड पुरा सल्लाह र सालको बोट हो है। हेर्नु त सल्लाह र सालको मात्रै बोट हो यहाँ चाहिँ। अनि हामीले सल्लाहघारी भन्छ क्या। यो सल्लाह भएर सल्लाहघारी भन्छु। सो हामी हिँड्ने बाटो चाहिँ यस्तै हो। गाउँघरतिरको चाहिँ हेर्नु साथीहरू भिड पाखा छ है। पहिला त यस्तो भिडमा घाँस दाउरा गर्थ्यो क्या हामी यही भिडमा। तर अहिले पानी नभएर हिँड्न पनि सकेको छैन हो एउटा। गाइस हामी चाहिँ फाइनली यहाँ चौतारामा आइपुगिसक्यो। सो अब चाहिँ हामी यहाँ खाजा खान्छौँ। अनि त्यसपछि एकछिन रेस्ट गर्छौँ, फेरि उकालो लाग्छौँ। डोको झोला कपडा यिनीहरू यहाँ छौँ। पाखा हो हेर्नु उनीहरू त्यहाँ खाजा खाँदैछ। त्यो डाँडा यो चाहिँ हामी चाहिँ त्यो गाउँ छ नि हो त्यहाँबाट आएको। यहाँबाट आएको है। यो चाहिँ लाउ बेसी हो क्या। मेरो घर चाहिँ यहीँ पर्छ। सो अहिले चाहिँ यहाँ बस्दिनँ। अनि सो यहाँबाट आएको। यो बाटो हुँदै आएको हामी। यो बाटो हुँदै यो बाटो हुँदै हामी चाहिँ यहाँ आइपुगेका छौँ। अहिले चाहिँ भ्यू चाहिँ यस्तो देख्छ। हेर्नु रमाइलो देखिरह जे होस्। भ्यू चाहिँ हरियाली छ अहिले है जताततै। अनि यहाँ चाहिँ सल्लाहको रुख छ क्या। अनि यस्तो ठुलो छ हेर्नु त। साल र सल्लाह। अनि यहाँ चाहिँ सल्लाहघारी भन्छौँ क्या हामीले चाहिँ। सल्लाहको चाहिँ यस्तो हुन्छ कि यो सल्लाहको रुखमा फल्छ। त्यसपछि अनि यो फलेले भर्खर मुना भएको बेलामा चाहिँ यो खान्छ है गाइस। यो भित्रको खान्छ क्या। अनि यसलाई चाहिँ हामीले आगो सल्काउन प्रयोग गर्न सकिन्छ क्या। अनि यस्तो बवाल बोल्छ कि यसले हाम्रो यही रुख पनि।
अनि सो हामी चाहिँ फाइनली खाजा खान लागेको छौँ। हेर यिनीहरू त खाजा पनि खाइसक्यो। हाम्रो खाजा चाहिँ सो हामी चाहिँ अब यो खान्छौँ अनि जान्छौँ। गाह्रो छ के गर्नु त नि। के खाँदै हो त्यस्तो बिना के र भोक लाग्यो। सो हामी चाहिँ खाजा खाएर एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि फेरि उकालो लाग्छौँ। गाह्रो छ जिन्दगानी कस्तो भइरह त उकालोको हिँडाइ। कसैले केरा खाइरह अब खाजा खाने अनि त्यसपछि जाने। हाम्रो नास्तामा चाहिँ यही छ है रेडबुल चाहिँ यो एनर्जी बढाउनलाई हो क्या। गाह्रो छ लु के गर्नु गाह्रो छ जिन्दगानीमा यस्तै हो। हामी चाहिँ खाएर जान्छौँ अनि अहिलेपछि काफलको रुख पनि देखाउँछौँ। काफल पायो भने तपाईँलाई काफल पनि देखाउँछु। सो हिँड्दैछु सबैजनाले। गाइस हामी चाहिँ अब जान चाहिँ डोगो बोक्दैछ गाइस। डोगो बोकेर हिँडिरहेछ। उफ ससुरालीमा भने जस्तो कसैले बोकेर हिँड्दैछ। हामी चाहिँ हिँड्दैछौँ फेरि पनि उकालो छौँ है। मेरो झोला बुझ्ने स्टाइल कस्तो छ भनिदिनु होला कृपया सबैजनाले। हामी हिँड्दैछौँ फाइनल लुक पनि हजुरहरूलाई देखाउँछौँ। गाउँ पनि देखाउँछौँ हामी तपाईँहरूलाई है। सल्लाहको पातहरू हेर्नु न तर जोगिएर हिँड्नुपर्छ है। सल्लाहको पात छ अनि चिप्ल्यो भने त तलतिर पुग्छ। हेर्नु त कस्तो राम्रो हो सल्लाहको बोट सुरिलो पारामा। अहिले यहाँ बाटोमा हिँड्दा हिँड्दा काफलको रुख भेटेको छ। काफलको रुख पनि देखाउँछु तपाईँहरूलाई। सो काफल टिपेर खान लागेको छौँ हेर्नु होला। काफलको रुख चाहिँ यस्तो हुन्छ क्या है। यस्तो हुन्छ है। त्यहाँ काफल टिपेर खाइरहेछ उफ रुखमा चढेर। मैले चाहिँ यति हेर्नु त रुखमा काफल फलेर त्यति धेरै चाहिँ छैन है। फेरि भर्खर फल्न लाग्यो रहेछ। सो पाकेको छैन रहेछ खै तल चाहिँ पाकेको होला। यहाँतिर अलिक काँचै रहेछ क्या काफल। आउनु है खानलाई आउनुहोस्। कसले खानुहुन्छ कसलाई मनपर्छ सो आउनु होला सबै। गाइस फाइनली हामी चाहिँ अब लाबु गाउँ भन्ने ठाउँ आइपुग्न लागिसक्यो। 5 मिनट छ है। हामी चाहिँ अब गाउँ बसिरहेछौँ। हामी चाहिँ फाइनली आइपुगिसक्यो। अब चाहिँ 5 मिनट डाँडा यही हो हेर्नु त गाइस। यहाँ है डाँडा यही अब यो डाँडाभन्दा उतापट्टि गाउँ छ। अब हामी आइपुग्न लागिसक्यो। सो फाइनली यहाँनिर चाहिँ करी बाटी चट्टा कपाल गर्दैछ। म चाहिँ यता उभिँदैछ खुट्टा लास्टै दुखेको छ भाइ। भोलि त अब हिँड्न पनि सक्दैन चल्न पनि सक्दैन होला हामी त। आमामा हामी यति धेरै घुमाएर पऱ्यो कि यो रोड बाटो है। हेर्नु न यस्तो घुम्दै त्यहाँ बाटो बनाउँदै रहेछ। घुम्दै आएको खोइ बाटो चाहिँ बनाएर के गर्नु। आखिरमा खुट्टाले हिँडेर आउनु पर्यो। हेर्नु आउन त आइपुग्यो। अब यो चाहिँ पारी गाउँ है। गाउँ चाहिँ यही हो है गाइजहरू। मानबु गाउँ मानबु गाउँ हो यो चाहिँ। यतातिर चाहिँ जङ्गल हो। हामी त्यो बाटो हुँदै यहाँसम्म आइपुगिसक्यो। सो हामीलाई चाहिँ ठ्याक्कै 5 घन्टा लाग्यो है गाइज हामी आइपुग्नु 5 घन्टा। किनभने हामी बस्दै आएको हो नि त भिडियो बनाउँदै ठाउँमा बिसाउँदै आएको 5 घन्टा लागिसक्यो यहाँ आइपुग्नलाई हिँडेर क्या। पहिला 2 घन्टामा हिँडेर आइपुग्ने मान्छे अहिले 5 घन्टा लाग्यो। हामी धेरै बाटोमा बसेर हो क्या त्यही भएर चाहिँ सिस्नोहरू सागहरू प्रशस्त पाइन्छ क्या। अब चाहिँ गाउँ गाइज हामी चाहिँ फाइनली आइपुगिसक्यो। गाउँ यही हो हेर्नु 5 घन्टा लाग्यो। 5 घन्टाको बाटो हिँडेर आइसक्यो। सो यस्तो छ हेर्नु त वाउ कस्तो राम्रो भ्यू देखिरहेको हेर्नु न। त्यो चाहिँ काशी गाउँ भन्ने ठाउँ हो। सो यस्तो छ भनेको भ्यू चाहिँ। फाइनल गाइस हाम्रो दिदीको घर चाहिँ यो हो। सो गाउँतिर घर चाहिँ यस्तै हुन्छ नि त माटोको हुन्छ। सो यस्तो छ हेर्नु वरिपरि यता माथि सबै गाउँ हो क्या। गाउँ हो गाउँ छ। त्योभन्दा त्यो पारीभन्दा उता पनि गाउँ छ। अनि त्यो चाहिँ स्कुल हो। सो यस्तै छ यतातिर चाहिँ। हामी चाहिँ फाइनली आइपुगिसक्यो। हामी चाहिँ अब खाजा। हेलो गाइस म चाहिँ आज यहाँ काफल खान आएको। काफलको रुखमा छु काफल टिप्न लागेको। काफल चाहिँ खासै नपाकेको रहेछ अहिले चाहिँ। सो अलिअलि पाकेको रहेछ। हेर्नु तपाईँहरू पनि काफलको बोट कस्तो हुन्छ म देखाउँछु। काफल चाहिँ यस्तो हेर्नु न यस्तो हुन्छ है। यो काफलको बोट चाहिँ लास्टै कच्ची हुन्छ क्या।
अनि यस्तो फलिरह है गाइस। हामी चाहिँ यहाँ काफल टिपिरहेको छौँ। यहाँ चाहिँ लास्टै धेरै पाकिरहेको छ है काफल टिपिरहेको छौँ। हेर्नु त कालै पाकिरहेको छ। हामी चाहिँ यहाँ रुखमा छौँ। माइ गड गाह्रो छ काफल टिप्नुलाई, यस्तो पाकिरहेछ। उहाँ दिदीले टिपिराख्नु भएको काफल हेर्नु त यस्तो रुख है। रुखमा चाहिँ अब यसरी पुरा अडाइस लगाएर टिपिरह, लड्यो भने फेरि बर्बाद छ रुखबाट। काफल टिपिरह। काफल चाहिँ यो रुखमा चाहिँ टन्नै फलेको रहेछ अनि पाक्न पनि पाकेको रहेछ। हामी चाहिँ टिपिरहेको छौँ। त्यसको चाहिँ ताना पनि कति ठुल्ठुलो छ हेर्नु त। त्यस चाहिँ हामी चाहिँ टिपिरहेको छौँ काफल। खानामा लाग्छ भने भन्नु है, आउनु यतातिर। हामी चाहिँ काफलको रुखमा यहाँ यता दिदी हुनुहुन्छ, यहाँ म अनि काफल टिप्न आएको। सो यहाँ यो रुखमा चाहिँ पाकिरहेछ, अरू रुखमा चाहिँ अलिक पाकेको छैन। हेर्न सक्नुहुन्छ। हामी चाहिँ काफलको बोटतिर छौँ, तर अलिक कच्चा हुन्छ क्या यो रुख, अलिक गाह्रो हुन्छ टिप्नलाई चाहिँ। सो हामी चाहिँ टिपिरहेछौँ। ल यति टिपिसके अब फाइनल कति हुन्छ हामी दुईजनाले टिपेर सबै देखाउने छु। हामी चाहिँ हेर्न बिन्दास पाराले लु फाइनल गाइजहरू हामी चाहिँ काफल टिपेर पनि घरमा आइसक्यो। सो काफल हामीले चाहिँ यति लिएको छ, हेर्नु होला सबैजनाले। यत्रो धेरै काफल टिपेर आएँ, 1 घन्टा पनि लागेन होला हौ। तर खासै पाकेको थिएन, एउटा रुखमा चाहिँ मजाले पाकेको थियो। सो अनि त्यही भएर त्यही टिपेर ल्याएको, खाने भए आउनु। हामी त खाइसक्यो, खाएर टन्न भएर आएको, हात पनि रातो रातो भएको छ काफल लागेर है। सो यस्तै छ हेर्नु। यता तलतिर गाउँ पनि हेर्न सक्नुहुन्छ। यस्तै हो, यस्तै छ। सो रमाइलो छ गाउँ। खाने भए आउनु है, खाने भए भन्नु है, पार्सल पठाइदिन्छु म तपाईँहरूलाई पनि। कसलाई चाहिन्छ, खानु भएको छ कि नै है गाइजहरू। ल अब आजको लागि यति नै। फेरि अर्को मिनी भ्लग लिएर आउँछु। सबैजनाले हेरेर माया गरिदिनु होला। ओके, बाई बाई।